के गर्दैछ? फुटेको मोबाइलको स्क्रिनमाथि कोलगेटलाई लगायो। कोलगेटलाई लगाइसकेपछि त्यसमाथि थोरै बेकिङ सोडा हाल्यो। त्यसलाई 5 मिनेटसम्म राख्यो। राखिसकेपछि त्यसलाई साफ गर्दा त यो त एकदम क्लिन भयो त, फुटेको जस्तो देखिएन। ल साथीहरु, हामी पनि ट्राई गर्छौं है। ल साथीहरु, यसलाई ट्राई गर्नको लागि मैले ल्याइसकेको छु यो फुटेको मोबाइल। ल हेरौँ है साथीहरु, के यसले साच्चै काम गर्ला त? सबैभन्दा पहिला हामी यसमा कोलगेटलाई लगाउँछौं। ल साथीहरु, कोलगेटलाई लगाइसकेपछि अब हामी यसमा हाल्छौं बेकिङ सोडा। बेकिङ सोडा हालिसकेपछि यसलाई अब 5 मिनेटसम्म राख्छौं अनि 5 मिनेट पछि हेर्छौं के यसले साच्चै काम गर्ला त। फाइनली साथीहरु 5 मिनेट कम्प्लिट भइसकेको छ। अब हामी हेरौँ है यसले काम गर्यो त। अब हामी यसलाई कपडाले साफ गरेर हेर्छौं है साच्चै काम गर्यो या गरेन। ल हेर्नुस् त साथीहरु, जस्तो पहिला थियो त्यस्तै नै छ है। यसले चाहिँ केही पनि काम गरेको छैन। यो चाहिँ फ्याक भिडियो साथीहरु, हेर्नुस् त। जस्तो पहिला फुटेको थियो, जानेर पहिला फुटेको छ त्यस्तै नै छ। यस्तो हुँदैन साथीहरु, यो चाहिँ खाली बेकुफ बनाउँछन् यिनीहरुले यस्तो यस्तो भिडियो बनाएर साथीहरु। अब हुँदैन है साथीहरु, यो चाहिँ एकदमै फ्याक भिडियो। हेर्नुस् पुरै फुटेको छ। र साथीहरु, तपाईलाई मेरो भिडियो कस्तो लाग्यो, मन परे लाइक कमेन्ट शेयर गर्नु होला। आगामी दिनहरुमा पनि म यस्तै यस्तै भिडियोहरु ल्याउने नै छु। तपाईहरु मेरो पेजलाई फलो गरिराख्नु होला। ल धन्यवाद।